गजाननं भूतगणादिसेवितं कपित्थजम्बोफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। नौमिद्यते भ्रवपुषे तडिदम्बराय गुञ्जावतं सपरिपीच्छलसन्मुखाय वन्यस्रजे कबलवेत्रविषाणवेणो लक्ष्म्यश्रिये मृदुपदे पशुपाङ्गजाय। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। नौमि नवघनश्यामं द्विभुजं मुरलीधरं लसद्पीतपटं रम्यं सराधं पुरुषोत्तमम्। उन्हीं परम पुरुष परमात्मा भगवान पुरुषोत्तम का श्री चरण में सतत वंदना गर्दै पीटी शान्तिराम नेपाल यो यूट्यूब चैनल को माध्यम द्वारा यत्र तत्र सर्वत्र जहाँ कहीँबाट पनि निहालिरहनुहुने सम्पूर्ण भक्त सज्जन महानुभावहरूलाई म पण्डित शान्तिराम नेपालको तर्फबाट सबैलाई जय श्री राधे राधे भन्न चाहन्छु। सबैको मङ्गल होस् र हजुरहरूको जीवन मङ्गलमय निरन्तर रूपमा व्यतीत बनिरहोस् र पुरुषोत्तम भगवानको कृपा हजुरहरू सबैलाई प्राप्त बनिरहोस् भन्न चाहन्छु। र समादरणीय सज्जनवृन्द, हामीहरूले यो पुरुषोत्तम मासमा बसेर पुरुषोत्तमका कथाहरू श्रवण गरिरहेका छौँ र आजको शुभ बिहानी अत्यन्त सुन्दर समय यो 2083 सालको अधिक मासको ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ र 23 गते शनिबार षष्ठी तिथि रौद्र नामको संवत्सर उत्तरायण ग्रीष्म ऋतु चलिरहेको छ। बडा राम्रो समय र मकर राशिका चन्द्रमा रहेका छन् भने वृष राशिका सूर्य र कर्कट राशिका बृहस्पति प्रवेश गरिसक्नु भएको छ। अत्यन्त सुन्दर मनोहर सुन्दर समय रहेको छ अहिले र यो आजको दिन पनि हजुरहरू सबैको शुभमय मङ्गलमय बनोस् भन्ने यिनै कामना व्यक्त गर्दै र हामीहरूले हिजो 19 अध्यायको पाठ पारायण र कथालाई श्रवण गरेका थियौँ। आज हामी अब 20औं अध्यायमा प्रवेश गर्दैछौँ। सर्वप्रथम हामी पाठ पारायणलाई श्रवण गरौँ अनि पुनः हामी कथालाई श्रवण गर्नेछौँ। ओम श्री परमात्मने नमः। पुरुषोत्तमाय नमः। अथ 20तमोऽध्याय। सुत उवाच नारायण मुखात् श्रुत्वा प्राक्तनं दृढधन्वना नति तृप्तमना विप्र नारद पृष्टवान् मुनिन्। नारद उवाच किमुवाच महाराजो वाल्मीकि मुनिसत्तमं तन्मे वद विनीताय तपोधन सुविस्तरं। श्रीनारायण उवाच शरणो नारद वक्ष्येऽहं यदुक्तं दृढधन्वना आनुनीय महाप्राज्ञं वाल्मीकि मुनिसत्तमं। दृढधन्वोवाच पुरुषोत्तममासोऽयं कथं कार्यमुमुक्षिभिः कीदृशी कस्य पूजा च किं दानं को विधिर्मने। एतत् सर्वं समाचक्ष सर्वलोकहिताय मे सर्वलोकहितार्थाय चरन्ति हि भवादृशा। असौ मास स्वयं साक्षात् भगवान् पुरुषोत्तम तस्मिन् कृते महत्पुण्यं तन्मुखा संश्रुतं मया। पूर्वजन्मम्यहं भूत्वा सुदेवो ब्राह्मणोत्तम विधिना कृतवान् मासं दृष्ट्वा पुत्रं मृतोत्थित। अजानतोऽपि मे ब्रह्मन् पुत्रशोकादचेतस निराहारस्य सततं गतस्य पुरुषोत्तम। तरयाप्येतत्फलं जातं सुखदेवो मृतोत्थित अनुभूतमिमं मासं संसेवि हरिणोदित। यजन्मनि तत्सर्वं विस्मृतं मे तपोधन। एतत्पूजाविधानं मे वद विस्तरतः पुनः। वाल्मीकिरोवाच ब्राह्मे मुहूर्ते चोत्थाय परब्रह्म विचिन्तयेत् ततो व्रजेन्नैरितासां प्रियशोकदभोजनः। ग्रामादुरतरं गच्छेत् पुरुषोत्तम सेवक दिवान् सन्ध्यासु कर्णस्थ ब्रह्मसूत्रौ दङ्मुख।
अंतर्धाय तड़े भूमिं शिरप्रावृतवासस वक्त्रं नियम्य यत्नेन नौष्टिभेदोच्छ्वसेदपि कुर्यान्मुत्रपुरीशं च रात्रौ च दक्षिणामुखः गृहीतः शिष्णश्चोत्थाय गृहीतः शुचिमृत्तिकाः गन्धलेपक्षर कुर्यात् चौचत्मतन्त्रितः एकालिङ्गे गुदे पञ्च त्रिवामे दशचोभयोः द्विसप्तं पादैर्सैव गार्हस्थं शौचमुच्यते कृत्वा शौचतु प्रक्षाल्य पादौ हस्तौ च मृज्जलैः तीर्थं शौचं च कुर्वीच्चोद्धृत्य वारिणीः अरत्नीद्वय संचारी त्यक्त कुर्यादनन्त्रितेः पञ्चातदच्छोतधे तीर्थमशुद्ध मन्यथा हि तद् एवं शौचं प्रकुर्वीत पुरुषोत्तम सद्व्रती तथा षोडश गण्डूषात् प्रकुर्यं द्वादशैववाः मूत्रोः सर्गे तु गण्डूषा नष्टो वा चतुरो गृहे उत्थाय नेत्रे प्रक्षाल्य दन्तकाष्ठं समाहरेत इमं मंत्रं समुच्चार्य दन्तधावनमाचर्य आयुर्बलं यशोवर्च प्रज्ञा पशुवशोनि च ब्रह्म प्रज्ञां च मेधां च तं नो देहि वनस्पति अपमार्गबादरं च द्वादशाङ्गुलमव्रणं कनिष्ठां गुलिवस्तूलं पूर्वाग्रहकृतकूर्चकम् शुचिर्द्वादश गण्डूषे निषिद्धं भानुवासरे आचम्य प्रणत सम्यक् प्रातःस्नानं समाचरे स्नाना तदनन्तरं तावत् तर्पये तीर्थदेवता समुद्रगानदीन् स्नानमुत्तमं परिकीर्तितं पापिकोपतडागेषु मध्यगं कथितं बुधैः गृहस्नानं तु सामान्यं गृहस्थस्य प्रकीर्तितं ततः स वासवी शुद्धे शुक्ले ते परिधाय च उत्तरीय सदाधाय ब्राह्मणेन विधानताः उपविश्य शुचौ देशे प्राङ्मुखो वा उदङ्मुखो भूत्वा बद्धशिखा कुर्यादन्तर्जानो भुजद्वयम् सपवित्रेण हस्तेन कुर्याच्चादाचमनक्रियं नोचिष्टं तत्पवित्रं तु षष्ठोच्छिष्टतु वर्जयित आचम्य तिलकं कुर्या गोपीचन्दनमृत्सया ऊर्ध्वपुण्ड्रग भुजं सौम्यं दण्डाकारं प्रकल्पयेत ऊर्ध्वपुण्डं त्रिपुण्डं वा मध्ये छिद्रं प्रकल्पयेत निवसदस्त्यूर्ध्वपुण्ड्रं तु श्रिया सह हरि स्वयं त्रिपुण्डे दुर्जटी साक्षात् दुमाया सह सर्वता विना छिद्रं तु तत्पुण्डं स्वनपादसमं विदो श्वेतं ज्ञानवरं प्रोक्तं मम वश्यकरं नृणं पीतं सर्वमिदं प्रोक्तमन्यतो परिवर्धेत शङ्खचक्रादिकं धार्य गोपीचन्दनमृत्सया सर्वं पापक्षयकरं पूजाङ्कं परिकीर्तितं शङ्खचक्रादिकं धार्य गोपीचन्दनविग्रहे मर्त्यो न विज्ञेय सनित्यं भगवत्तनो पातं सुकृतरूपं च जायते तस्य देहिनः शङ्खचक्रादिचिह्नानि यो धारयति नित्यशः नारायणायुधे नित्यं चिह्नितो यस्य विग्रहः पापकोटियुतस्यापि तस्य किं कुरुते यमः प्राणायामं तपः कृत्वा सन्ध्यावन्दनमाचरेत् पूर्वसन्ध्यं नक्षत्रामुपासीत यथाविधि गायत्रीमभ्यसेत्तावद्यावदादित्यदर्शनः सावित्रौरनयोर्मन्त्रैः रूपस्थायो कृताञ्जलि आत्मपादौ तथा भूमौ सन्ध्याकाले विवादयत् यस्य स्मृतेति मन्त्रेण यदुनं परिपूरयत यत्तु सन्ध्यामुपासित श्रद्धया विधिवद्विज न तस्य किञ्चिद् दुष्प्राप्यं त्रिषु लोकेषु विद्यते देवशस्यादिमे भागे कृत्यमेतदुदीरितम् एवं कृत्वा क्रियां नित्यं हरिपूजां समारभेत उपलिप्ते शुचौ देशे नियतो भाग्यतः शुचि वृत्तं वा चतुरस्रं वा मण्डलं गोमयेन तो विदायाष्टदलं कुर्यात् तण्डुलैव्रतसिद्धये शोभनं राजतं ताम्रं मृण्मयं सुदृढं नवम् अव्रणं कलशं शुद्धं स्थापयेत् मण्डलोपरि तत्रोदकं समापूर्य शुद्धतीर्थाहृतं शिवं कलशस्य मुखे विष्णु कंठे रुद्रसमाश्रिता मूले तस्य स्थितो ब्रह्म मध्यमाति गणाश्रिता कुक्षौ तु सागरा सर्वे सप्तदीपा वसुन्धरा ऋग्वेदो यजुर्वेद सामवेदो प्रधर्वण अंगैश्च सहिता सर्वे कलशं तु समाश्रिताः एवं संस्थाप्य कलशं तत्र तीर्थानि योजयत् गंगा गोदावरी चैव कावेरी च सरस्वती आयन्तो मम शान्त्यर्थं दुरिक्तक्षयकारक ततः सम्पूज्य कलशमुपचारै समन्त्रकै गन्धाक्षतैश्च नैवेद्ये पुष्पैस्तत्कालसम्भवे तस्योपरि नश्यत् पात्रं ताम्रं पीताम्बरावृतं तस्योपरि नश्यद्धैमं राधया सहितं हरिं राधया सहिता कार्य सौवर्णं पुरुषोत्तम
सौवर्णं पुरुषोत्तम तस्य पूजा प्रकर्तव्य विधिना भक्ति तत्परे पुरुषोत्तम मासस्य दैवतं पुरुषोत्तम तस्य पूजा क्रम प्रकर्तव्या संप्राप्ते पुरुषोत्तमे संसार सागरे मग्नमुत्तारयति यो ध्रुवम् यो न सेवेत तं लोकं मर्त्यो मरण धर्मवान् पुनर्ग्राम पुनर्वित्तं पुनः पुत्रा पुनर्गृहं शुभाशुभं कर्म कृतं न शरीरं पुनः पुनः तद्रक्षितं तु धर्मार्थे धर्मज्ञानार्थमेव हि ज्ञानेन सुलभो मोक्षः तस्मात् धर्मं समाचरेत् देहरूपस्य वृक्षस्य फलं धर्म सनातन धर्महीनस्तु यो देहो निष्फलो बन्ध्यवृक्षवत् न माता न सहायार्थे न कलत्र सुतोदय न पिता सोदरा वित्तं धर्म तिष्ठति केवलं जरा व्याघ्रीव भयदा व्याधय शत्रवो यथा आयुर्याति प्रतिदिनं भग्नभाण्डात् पयो यथा तरंग तरला लक्ष्मी यौवनं कुसुमोपमं विषया स्वप्न विषया इव सर्वे सर्वे निरर्थकाः चलं चित्तं चलं वित्तं चलं संसारजं सुखम् एवं त्यक्ता विरक्त सन् धर्माभ्यासयसे भवेत् अर्धग्रस्तो हिनामेको मक्षिकामस्तुतिमिच्छति कालग्रस्त तथा जीव परपीडा धनादृता मृत्युग्रस्तायुषा पुंस किं सुखं हर्षयत्ययो अघातं नियमानस्य बध्नस्येन निरर्धकं धर्मार्थं च यदा वित्तं सुलभं लभते सदा यदा चित्तं न च सदा चित्तं धर्मोन्मुखं भवेत् चित्तं वित्तं यदा स्यातं सत्पात्रं न तदा भवेत् एतत्त्रितय सम्बन्धो यदा कालेषु संभवेत् अविचार यदा धर्म य करोति स बुद्धिमान् चित्तमाचुर्य संसाद्य धर्मा सन्ति सहस्रशः पुरुषोत्तम स्वल्पवित्त सार्थो धर्मवान् भवेत् स्नानं दानं कथायं च विष्णुस्मरणमेव च एतन्मात्रोऽपि सद्धर्म त्रायते महतो भयात् संगैव तीर्थं स्मर एव धन्वी चित्तं तु विद्येव गुणास्तु रूपं मासेषु सर्वेषु तथैव साक्षान् मासा तमोऽयं पुरुषोत्तमेहि अद्याप्यसौ विन्द्यतमः पुरासीत् सर्वेषु कृतेषु मखादिकेषु तथापि साक्षात् भगवत्प्रसादात् तन्नाम नाम्ना भुवि विस्तृतोऽभूत् तथा हस्तिपदे लीनं सर्वप्राणिपदं भवेत् धर्मकलास्तथा सर्वे विलीनां पुरुषोत्तमेः तथा मरतरङ्गिणां न सम सकलापगा कल्पवृक्षेण न सम यथा सकलपादपाः चिन्तरत्नेन रत्नानि न समानि यथा भुवि कामधेन्व तथा गावो न राजा पुरुषा समाः न वेदै सर्वशास्त्राणि पुण्यकालस्तथा खलाः पुरुषोत्तम मासेन समो मासो न करेचित् पुरुषोत्तम मासस्य दैवतं पुरुषोत्तम तस्मात् सम्पूजयेत् भक्त्या श्रद्धया पुरुषोत्तमं शास्त्रज्ञं निपुणं शुद्धं वैष्णवं सत्यवादिनं प्रियाचार्य समाहूय पूजां तेन प्रकल्पयेत् संसार सागर मतिभगमि गभीर वेग मन्तस्थमोह मदनातिमिङ्गिलोधम् उल्लङ्घ्य गन्तुमभिवाञ्छति भारतेऽस्मिन् सम्पूजयेत् सत् पुरुषोत्तममादिदेवं जय जय श्री बृहन्नारदीय पुराणे पुरुषोत्तम मास माहात्म्ये श्री नारायण नारद संवादे दृढधन्वोपाख्याने आन्निक वचनं नाम विंशतितमोऽध्यायः। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्रीश्याम नारायण हे मुकुन्द लक्ष्मीपते केशव वासुदेव। समादरणीय सज्जनवृन्द, हामीहरूले पुरुषोत्तम मास महात्म्यको 20 अध्यायको पाठ पारायणलाई श्रवण गरिसकेका छौँ। अब हामी कथालाई श्रवण गर्दैछौँ र हिजो हामीहरूले कथालाई श्रवण गरेका थियौँ। सुदेव नाम गरिएका ब्राह्मण र उनकी पत्नीका जो पुत्र थिए सुखदेव नाम गरिएका, उनी जीवित हुनुमा के कारण थियो त? मरेका छोरालाई पनि भगवानले जीवित गराइदिनु भयो। त्यो प्रसङ्ग हामीले हिजो श्रवण गरेका थियौँ र के कारण थियो त्यो कुरा बताउनु भयो। वाल्मीकि ऋषिले दृढधन्वालाई स्वयं यो कुरा सुनाउनु भयो, किनकि दृढधन्वा राजाको पूर्व जन्मको कथा थियो। त्यो उहाँ सुदेव नाम गरिएका ब्राह्मण हुनुहुन्थ्यो पूर्व जन्ममा भनेर वाल्मीकिले सुनाइरहनु भएको छ। त्यही कथा प्रसङ्ग भगवान नरनारायणले बद्रीनारायण भगवानले नारदजीलाई सुनाइरहनु भएको छ। त्यही कथा प्रसङ्ग सूतजी महामुनिले नैमिषारण्यवासी 88,000
ऋषिहरूलाई त्यही प्रसङ्ग श्रवण गराइरहनु भएको छ। र 20 अध्यायमा गएर सुतजी भन्नुहुन्छ, नारायण मुखा श्रुत्वा प्राक्तनं दृढधन्वन नति तृप्तमना विप्रा नारदो पृष्ठवान् मुनिम्। भन्नुहुन्छ, हे ऋषिमुनि हो, दृढधन्वा नाम गरिएका राजाले जब वाल्मीकि ऋषिका मुखारविन्दबाट दिव्य पावन कथा आफ्नै पूर्वजन्मका कथाहरूलाई श्रवण गर्नुभयो। श्रवण गरिसकेपछि अझै पनि तृप्त बन्न सक्नु भएन र पुनः उहाँले प्रश्न गर्दै हुनुहुन्छ। र त्यही प्रश्न नारदजीले पनि गर्दै हुनुहुन्छ भगवान नारायणसँग, किमुवाच महाराजो वाल्मीकि मुनिसत्तमं तन्मे वद विनीताय तपोधन सुविस्तरम। हे भगवान नारायण, अब वाल्मीकि ऋषिले के गर्नुभयो त? दृढधन्वा राजालाई ती पूर्व जन्मका कथा सुनाइसकेर उहाँले के गर्नुभयो र दृढधन्वाले के प्रश्न गर्नुहुन्छ र वाल्मीकिले के उत्तर दिनुहुन्छ, त्यो विस्तारसँग मलाई हजुरले बताइदिनुहोस् भनेर प्रश्न गर्नुहुन्छ। दृढधन्वा भन्नुहुन्छ, पुरुषोत्तममा सोऽयं कथं कार्यो मुमुक्षुभिः कीदृशी कस्य पूजा च किं दानं को विधिर्मुनेः। हे महामुनि वाल्मीकि, हजुरले मलाई मेरा पूर्वजन्मका कथा प्रसङ्गहरू श्रवण गराउनु भयो, म धन्य भएँ। तर पुरुषोत्तम मासकोमा चाहिँ यदि कोही मुमुक्षु छ भने, यो संसारबाट पार तर्न चाहन्छ भने, मोक्षको इच्छा राख्नेवालाले के कार्य गर्नुपर्छ, कस्तो कार्य गर्नुपर्छ पुरुषोत्तम मासमा, र कीदृशी कस्य पूजा छ, कस्तो कसरी पूजा गर्नुपर्छ, कसको पूजा गर्नुपर्छ, र किम दानम को विधिर्मुने, दान पुण्य गर्दा के चिजबिजहरू दान गर्नुपर्छ, त्यस विषयमा पनि हजुरले बताइदिनुहोस् भनेर प्रश्न गर्नुहुन्छ। अनि एतत् सर्वं समाचक्ष सर्वलोकहिताय मे सर्वलोकहितार्थाय चरन्ति हि भवादृशाः। हे भगवान, अब हजुरले बताएका प्रसङ्गहरूलाई श्रवण गरेर सबैले मोक्ष गतिलाई प्राप्त गर्नेछन्। त्यसै कारणले गर्दा अब हजुरले सुनाउनु भयो कि मरेको बालक पनि जीवित हुँदो रहेछ, मेरो मरेको छोरो पनि जाग्यो। पुरुषोत्तम मासमा मैले अन्जानमा व्रत गर्दा भने मानवको कल्याण त अवश्यमेव हुने नै रहेछ पुरुषोत्तम मासको उपासना गर्नाले। त्यसै कारणले हजुरले यो विषयमा मलाई विधिवत श्रवण गराइदिनुहोस् र अरूले पनि यो कुरालाई जानेर पुरुषोत्तम मासको व्रत गरेर सबै पुण्यको भागी बन्न सकुन् भनेर प्रश्न गर्नुहुन्छ। प्रश्न गर्ने बित्तिकै वाल्मीकि महामुनि भन्नुहुन्छ, वाल्मीकिरुवाच ब्राह्मे मुहूर्ते चोत्थाय परब्रह्म विचिन्तयेत् ततो व्रजे नैरितासां ब्रियशोदक भोजनाः। भन्नुहुन्छ, ब्राह्म मुहुर्तमा उठ्ने, बिहान ब्रह्म मुहुर्त भन्नाले सूर्य उदय भन्दा पूर्व उठ्नु पर्दछ र सूर्य उदय भन्दा पूर्व ब्रह्म मुहुर्तमा उठेर एकछिन उठेर निक्लिहाल्ने होइन, उठेर चाहिँ हिँडिहाल्नु हुँदैन। बसेर एकछिन बिछ्यौनामा चिन्तन गर्नुपर्दछ, ध्यान गर्नुपर्दछ परब्रह्म परमात्माको। अनि त्यस पश्चात नैऋत्य दिशामा गएर चाहिँ मलमूत्र आदि परित्याग गर्नुपर्दछ र भरिसके पहिले त गाउँदेखि टाढा, घरदेखि टाढा नैऋत्य दिशामा गएर मलमूत्र त्याग्ने त्यस्तो खालको प्रचलन थियो र शास्त्रले पनि त्यही भन्दछ। र अहिले पनि घर बनाउँदाखेरि वास्तुशास्त्र अनुसार नैऋत्य दिशामा चाहिँ टोयलेट बाथरुमहरू बनाउनु भनेर शास्त्रले पनि, वास्तुशास्त्रले पनि त्यही कुरा वर्णन गर्दछ। र यसरी जब गरिसकेपछि मलमूत्र आदि परित्याग गरेर आएर अनि शुद्ध पवित्र भएर स्नानादि कर्म गर्ने र स्नान गर्दाखेरि गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु। र त्यस पश्चात गङ्गा आदि तीर्थहरूलाई स्मरण गर्दै गर्दै अनि त्यस पश्चात सम्पूर्ण कार्यहरू स्नानादि कर्महरू गर्ने। अनि गरिसकेपछि स्नान गर्नुभन्दा पहिले दन्त धावन गर्ने। आयुर्बलम यशो वर्च प्रज्ञा पशुपशो निच ब्रह्म प्रज्ञां च मेधां च तं नो देहि वनस्पतेः। र वनस्पतिलाई त्यस पश्चात वनस्पतिलाई प्रार्थना गर्ने, किनकि वनस्पति, हे वनस्पति, तपाईँले आयु बल यश कीर्ति सबै कुरा मलाई प्रदान गर्नुहोला है भनेर र हजुरका कृपाले सबै आशीर्वाद कृपा प्रसाद प्राप्त होस् भनेर वनस्पतिलाई पनि प्रार्थना गरेर दन्त धावन आदि कार्य गर्ने। दन्त धावन गर्दा अपमार्ग भरिसके अपमार्गको अनि
12 अङ्गुल लामो दन्त धावन गर्नु भनिएको छ। त्यसलाई चाहिँ टुक्राले अनि दाँत आदिका कर्महरू गर्ने, दाँतहरू मलिसक्ने, अनि शुद्ध स्नान आदि गर्ने, ठुला ठुला तलाउमा गएर स्नान गर्ने, गङ्गा आदि नदीहरूको स्मरण गर्ने, अनि त्यस पश्चात स्नानादि कर्म गरिसकेर शुद्ध वस्त्रलाई परिधान गरेर अनि बसेर त्यस पश्चात गायत्री मन्त्रको उपासना गर्नुभन्दा पहिले चन्दनलाई धारण गर्नुपर्दछ। श्रीखण्डको चन्दन घोटेर त्यहाँबाट चन्दन लगाउनु पर्दछ। आचम्य तिलकम कुर्यात् गोपी चन्दन मृत्स्नयाः। गोपी चन्दन धारण गर्ने पहिला आचमन गरेर अनि चन्दनलाई धारण गर्दा, किनकि सज्जन भगवानको पूजा गर्दा होस् चाहे जुनै पनि कर्म गर्दा होस्, निधारमा मस्तकमा चन्दन धारण नगरी, तिलक नलगाइकन, टीका नलगाइकन कहिल्यै पनि शुभ कार्य गर्न हुँदैन, पूजन आदि कार्य गर्न हुँदैन। यदि खाली निधारले गरिएका कुनै पनि कर्महरू फल प्राप्ति हुँदैन भन्दछ हाम्रो धर्मशास्त्रले। त्यसैले ती कुराहरू गर्ने। र ऊर्ध्वपुण्ड भुजं सौम्यं दण्डाकारं प्रकल्पयेत, ऊर्ध्वपुण्डं त्रिपुण्डं वा मध्ये छिद्रं प्रकल्पयेत। ऊर्ध्वपुण्ड धारण गरे पनि हुन्छ। ऊर्ध्वपुण्ड धारण गर्ने, माथिपट्टि फुकेको, तलपट्टि सानो भएको र अलिकति गोलाकार भएको, तल्लापट्टि चाहिँ गोलाकार भएर माथिपट्टि फुकेको ऊर्ध्वपुण्डक धारण गरे पनि हुन्छ, अर्थात् त्रिपुण्ड धारण गरे पनि हुन्छ यहाँ भनिएको छ। र निवसत स्तूर्ध्वपुण्डं तु स्त्रिया सह हरि स्वयं, त्रिपुण्डे धुर्दति साक्षात् उमया सह सर्वदा। जसले ऊर्ध्वपुण्ड धारण गर्छ नि, ऊर्ध्वपुण्ड धारण गर्छ यदि भनेदेखि त्यहाँ भगवान हरि निवास गर्नुहुन्छ। लक्ष्मीका साथमा भगवान श्री हरि, राधाका साथमा कृष्ण निवास गर्नुहुन्छ ऊर्ध्वपुण्ड धारण गर्नाले त्यो चन्दनमा भने। त्रिपुण्डे धुर्जटी साक्षात्, जसले त्रिपुण्डलाई धारण गर्छ भनेदेखि तेर्सो, त्रिपुण्ड भनेको तेर्सो धारण गर्छ चन्दन भनेदेखि त्यहाँ भगवान शिव उमाया सह, भगवान उमाया सह सर्वदा, माता पार्वतीका साथमा भगवान शङ्कर निरन्तर रूपमा निवास गर्नुहुन्छ। तर बिना छिद्रम त तत्पुण्डम सुनपाद समम विदो। त्रिपुण्ड होस् चाहे ऊर्ध्वपुण्ड धारण गर्दाखेरि बिचमा छिद्र हुनु पर्दछ, लिपे जस्तो बनाउनु भएन। लिपो भनेदेखि चाहिँ त्यो चाहिँ कस्तो हुन्छ भने सुनपाद समम विदो, त्यो चाहिँ कुकुरको खुट्टा जस्तो हुन्छ अरे। हेर्नु, कुकुरको खुट्टा जस्तो हुन्छ, त्यसले फल प्राप्ति हुँदैन। त्यसैले बिचमा छिद्र भएको हुनु पर्यो, बिचमा सफा अलग अलग धर्का हुनु पर्यो, त्यस्तो खालको चन्दनलाई धारण गर्ने। र श्वेतम ज्ञानवरम प्रोक्तम मम वश्यकरम नृणम, पीतम सर्वमिदम ज्ञान मन्यतो परिवर्जयेत। हेर्नु, श्वेत ज्ञानवरम प्रोक्तम, सेतो चन्दन धारण गर्नाले ज्ञान प्राप्ति हुन्छ। अनि रातो चन्दन धारण गर्नाले बसमा गर्न सकिन्छ, वशीकरणका लागि रातो लगाइन्छ चन्दन आदि त्रिकाहरू। र पीतम सर्वमिदम प्रोक्तम, पहेँलाले चाहिँ सबै कुरा प्रदान गर्नेवाला हुन्छ। त्यसै कारणले यी चन्दनका पनि विभेदहरू रहेका छन्। र शङ्ख चक्रादिकं धार्यं गोपी चन्दन विग्रहे, मर्त्यो मर्त्यो न विज्ञेयो स नित्यं भगवत्तनो। र गोपी चन्दनमा शङ्ख र चक्रको चिन्ह बनाएर त्यो शङ्ख चक्र चोबेर त्यसलाई कसैले आफ्ना बाहुमा, निधारमा कतै छाप लगाउँछ चन्दनको शङ्ख चक्रको छाप भनेदेखि त्यो त मानव होइन नि, त्यो मान्छे होइन। मर्त्यो मर्त्यो न विज्ञ, त्यो मान्छेलाई मान्छे भनिँदैन। सनित्यम भगवत तनु, त्यो त साक्षात् भगवानकै स्वरूप बन्दछ अरे। शङ्ख चक्रको छाप लगाउने वाला व्यक्ति हेर्नुहोस् त्यति ठुलो पुण्यको भागी बन्छ। र भगवान पुरुषोत्तमको पूजा आराधना भक्ति गर्न चाहन्छ भनेदेखि उसले त्यो शङ्ख चक्रको छाप अनिवार्य रूपमा लगाएर पूजा गर्यो भने अतुल पुण्य फल उसलाई प्राप्त हुने गर्दछ भनेर बताउनुहुन्छ। र यी चन्दनका पनि विभेदहरू रहेका छन्। अनि चन्दन आदि धारण गरेर प्राणायामम तथा कृत्वा सन्ध्या वन्दनमाचार्य, प्राणायाम गर्ने, प्राणायाम गरिसकेर चन्दन अनि गायत्री मन्त्रको उपासना गर्ने। किनकि गुरुले दिएको गायत्री मन्त्र, आफ्नो वर्ण अनुसारको गायत्री मन्त्र जसले जप्दैन यदि भनेदेखि त्यो मानवका जीवनमा तेज, शक्ति, ऐश्वर्य कहिले पनि प्राप्त हुँदैन। गायत्री मन्त्र भनेको त्यस्तो मन्त्र हो सज्जन, विश्वलाई वशमा गर्न सक्ने क्षमता गायत्री मन्त्रमा छ। यो कुरा
हाम्रो शास्त्रले त भन्दै आएको हो, तर अहिलेका साइन्टिस्टहरू वैज्ञानिकहरूले पनि त्यो कुरा निरन्तर रूपमा गरिरहेका छन् कि गायत्री मन्त्रमा जो शक्ति रहेछ वास्तवमा त्यो शक्ति दुनियाँका अन्य कुनै मन्त्रहरूमा पनि रहेनछन् भनेर त्यो कुराको पुष्टि त वैज्ञानिकहरूले पनि गरिरहेका छन्। त्यसै कारणले गर्दा गायत्री मन्त्र एकचोटि उच्चारण गर्दा शरीरका सबै तन्तुहरू सबल बन्दछन्। हेर्नुहोस्, आज त्यस्तो ऊर्जा शक्ति प्राप्त हुन्छ मानवलाई। नसा नसासम्म त्यसको ध्वनि प्रवेश गर्दछ, त्यसले ऊर्जा दिन्छ, भाइब्रेसन प्राप्त हुन्छ, शरीरलाई दिमाग तेजिलो हुन्छ। त्यस्तो खालको गायत्री मन्त्र रहेछ। हेर्नुहोस्, आज र त्यो गायत्री मन्त्रको उपासना गर्ने अनि त्यस पश्चात सूर्यलाई चाहिँ के गर्ने भन्दा सूर्यलाई चाहिँ पूजन गर्ने, रातो पुष्पद्वारा सूर्यको स्मरण गर्ने, सूर्यलाई अर्घ्य दिने, ती कर्महरू पनि गर्नुपर्दछ। अनि त्यस पश्चात चाहिँ भगवानको पुरुषोत्तमको पूजा आराधना गर्नका लागि दीपक कलश गणेशलाई स्थापना गर्ने र सौवर्णम तामस राजसम ताम्रम मृण्मयम सदृशम नवम र अष्टदल निर्माण गरेर त्यसमाथि कलश स्थापना गर्ने, अनि विधिवत पूजा आराधना गर्ने, दीपक कलश गणेश आदि सम्पूर्ण देवी देवताको पूजा गरेर अनि कलशको सर्वप्रथम पूजा गर्ने। कलशस्य मुखे विष्णु कण्ठे रुद्र समाश्रित मूले तत्र स्थितो ब्रह्म मध्ये त्रिगणा स्मृताः कुक्षौ तु सागरा सर्वे सप्तदीप वसुन्धरा ऋग्वेदो यजुर्वेद सामवेदो यथर्वणः। यी सम्पूर्ण सबै कलशका मुखमा चाहिँ रुद्र भगवान रुद्र, शिव, ब्रह्मा आदि सम्पूर्ण देवी देवताहरू, सप्तद्वीप, सप्त पर्वतहरू सबैलाई आह्वान गरिन्छ, पूजन गरिन्छ। यी सबैलाई त्यहाँ आह्वान र तीर्थ आदि जलहरूलाई चाहिँ गङ्गा गोदावरी चैव कावेरी च सरस्वती आयन्तो मम शान्त्यर्थम दुरित क्षयकारकाः। गङ्गा गोदावरी कावेरी सरस्वती सम्पूर्ण तीर्थ नदीहरू जलहरूलाई आह्वान गर्ने र निरन्तर रूपमा पूजा गर्ने। अनि कलशमा पूजा गरिसकेर पहिला जलहरूको तीर्थहरूको आह्वान गरेर अनि तस्योपरि निषेध पात्रम ताम्रम पीताम्बरावृतम तस्योपरि निषेध हैमम राधया सहितम हरिम। त्यसमाथि चाहिँ पहिला वस्त्रहरूद्वारा भगवान पीताम्बरधारी भगवान राधा सहित भगवान श्री कृष्णको चाहिँ पूजा आराधना गर्नुपर्दछ। पुरुषोत्तमको पूजा आराधना गर्ने, विधिवत पूजा गर्ने। पुरुषोत्तम मासस्य दैवतम पुरुषोत्तम तस्य पूजा प्रकर्तव्या सम्प्राप्ते पुरुषोत्तमे। र पुरुषोत्तम महिनामा बसेर जुन भगवान पुरुषोत्तमको पूजा आराधना गरिन्छ, राधा सहित भगवान श्री कृष्णको पुरुषोत्तमको भने त्यसले भगवानलाई त्यो कुरा सबै फल प्राप्त हुन्छ र भगवानले हामीमाथि ठुलो अनुग्रह कृपा गर्नुहुन्छ। त्यसै कारणले गर्दा भगवान पुरुषोत्तमलाई विधिवत भावना श्रद्धाद्वारा पूजा गर्नुपर्दछ। वाल्मीकि महामुनि भन्नुहुन्छ र सबैभन्दा पहिलो कुरा जे पनि धर्म गर्नका लागि पनि, पूजा आराधना गर्नका लागि पनि, भक्ति गर्नका लागि पनि, ईश्वर प्राप्तिका लागि पनि सबैभन्दा पहिलो कुरा शरीरको रक्षा गर्नुपर्छ भन्नुहुन्छ। किनकि शरीर बिना कुनै पनि कार्य बुन्न हुन सक्दैन। शरीर माध्यम खलु धर्म साधनम। शरीर नै सबैभन्दा ठुलो धर्म कर्म, जे पनि कर्म संसारिक वस्तु प्राप्तिका लागि होस् चाहे परब्रह्म प्राप्तिका लागि होस्, शरीरको रक्षा मानवले अनिवार्य रूपमा गर्नु पर्यो। पुनर्ग्राम पुनर्वित्तम पुनः पुत्र पुनर्गृहम शुभाशुभम कर्म कृतम न शरीरम पुनः पुनः। मान्छेले एकचोटि गाउँ बिग्रियो भने होइन, गाउँ समाप्त भयो भने त्यो गाउँलाई फेरि बसाउन सक्दछ। पुनर्वित्तम एकचोटि कमाएको सम्पत्ति सकियो भने फेरि त्यो सम्पत्ति कमाएर भरिपूर्ण हुन सक्छ। छोराछोरी फेरि पनि जन्माउन सकिन्छ, घर फेरि पनि बनाउन सकिन्छ, शुभ अशुभ कर्म सबै थोक गर्न सकिन्छ। तर न शरीरम पुनः पुनः। यो शरीर चाहिँ एकचोटि सकिएपछि सकियो सज्जन, फेरि यो शरीरलाई पुनर्जीवित गराउँछु भन्दा हुँदैन, पुनः प्राप्त गर्न सकिँदैन। शरीर चाहिँ एकचोटि सकिएपछि सकियो। त्यसैले यो प्राप्त गरेको भगवानले दिएको हामीलाई अमूल्य उपहार यो मानव शरीर हो। यसको रक्षा हामीले निरन्तर रूपमा गर्नुपर्दछ। देह रूपस्य वृक्षस्य फलम कर्म सनातन धर्महीनस्तु यो देहो निष्फल्यो बन्ध वृक्षवद। देह रूपस्य वृक्षस्य, यो शरीर रूपी वृक्षको फल भनेको चाहिँ धर्म, सनातन धर्म हो।
शरीर पाएर धर्म गर्न सकिएन भने के हुन्छ? धर्महीनस्तु यो देहो, धर्म बिनाको शरीर भनेको चाहिँ कुनै पनि वृक्षमा फल फलेन भने, फल बिनाको वृक्ष जसरी कुनै त्यो वृक्षको काम छैन, जसरी निष्फल हुन्छ, त्यस्तै प्रकारले धर्म बिनाको शरीर पनि निष्फल भएर जान्छ। त्यो प्राप्त गरेको र नगरेको एउटै हुन्छ। त्यसैले मानव शरीर पाएपछि धर्म अवश्यमेव गर्नु पर्दछ। न माता न सहायार्थे न कलत्र सुतोदय न पिता सोदरा वित्तम धर्म तिष्ठति केवलम। न माता, तपाईलाई आपद पर्दा, दुःख पर्दा, कष्ट पर्दा वास्तवमा संसारमा सघाउने र भरपर्दो साथी भनेको संसारमा अरू कोही पनि छैन रे सज्जन। न माता, माता पिता पनि वास्तवमा भन्ने हो भनेदेखि आफ्नो सत्कर्म अनुसार, पूर्वजन्मको कर्म अनुसार मानवले प्राप्त गर्ने गर्दछ। यो यथार्थ कुरा हो। र संसारमा आफ्नो भन्ने कोही छैन। आफ्नो कल्याण आफूले गर्ने विषय हो, आफूले आफ्नो कर्म गर्ने हो। र संसारमा सबैभन्दा ठुलो भनेको धर्म नै हो। आफूले जन्म जन्मान्तरमा धर्म, कर्म, पुण्य, सत्कर्म गरिएको छ भने त्यो पुण्यका प्रभावले माता पिता पनि उत्तम, दाजुभाइ पनि उत्तम, बन्धु बान्धव पनि उत्तम, आफन्त पनि उत्तम, छिमेकी पनि उत्तम। मानवले आफ्नो कर्म अनुसार सबै कुरा प्राप्त गर्ने विषय रहेछ। त्यसै कारणले कर्म गर्न मानवले छोड्नु भएन। सत्कर्म बिना मानव जीवन व्यर्थ हुँदो रहेछ। त्यसै कारणले गर्दा यो संसारमा बसेर चाहिँ मानवले विषय वासनामा मात्रै घोलमिलिरह्यो भने मानवको कल्याण कहिले पनि हुँदो रहेछ। चलम चित्तम चलम वित्तम चलम संसारजम सुखम एवं ज्ञात्वा विरक्त सन् धर्माभ्यासयसे भवेत। यो चित्त, मान्छेको चित्त पनि चञ्चल छ, वित्त पनि, सम्पत्ति पनि आज आउँछ भोलि सकिन्छ, त्यो पनि चञ्चल छ। संसारका सबै सुख आज छ भोलि छैन, सबै चलायमान भइरहन्छ, निरन्तर सकिरहन्छ। तर एवं ज्ञात्वा विरक्त सन् धर्माभ्यासयसे भवेत। यी कुरालाई मध्यनजर गरेर मान्छेले धर्मको अभ्यास निरन्तर गरिरहनु पर्यो। संसारमा भएका चिज त आउने जाने सकिने, आफू पनि आइएको हो, एक दिन जाइन्छ भन्ने भाव निरन्तर रूपमा राखेर अगाडि बढ्ने र धर्मलाई निरन्तर रूपमा गरिरहने हो। धर्मग्रस्त हिनामेको मक्षिका मस्तुमिच्छति कालग्रस्त तथा जीव परपीडा धनादृता। जसरी एउटा सर्पले नि भ्यागुत्तालाई मुखमा लिएको हुन्छ, आधा निलिसकेको हुन्छ सर्पले भ्यागुत्तालाई, त्यो भ्यागुत्तो पनि गरेर बाहिरका ती सानातिना भुसुनाहरू, मच्छरहरूलाई, झिँगाहरूलाई खान खोज्छ अरे। ऊ आफू स्वयं आधा निल्लिसकेको छ सर्पका मुखमा, तर पनि उसले केही खान पाए हुन्थ्यो भनेर मुख गरिरहेको हुन्छ। जसरी त्यस्तै प्रकारले मान्छेलाई, मनुष्यलाई पनि कालले समाइसकेको छ र कालका मुखमा हामी परिसकेका छौँ। कतिखेर यो छुट्ने हो यो शरीर कसैलाई पनि थाहा छैन वास्तवमा भन्ने हो भने। तर पनि मान्छे मर्ने बेला आइसक्यो, मर्ने चोला थाहा छ, म मर्छु भन्ने कुरा पनि, तर पनि अर्काको पीडा दुःख कष्ट गरेर, आफ्नो जीवनलाई दुःख कष्ट गरेर उसले त्यतिकै व्यतीत गरिरहेको हुन्छ। धन सम्पत्ति अझै कमाउन पाए हुन्थ्यो, अझै केही गर्न पाए हुन्थ्यो भनेर ऊ पनि त्यसै गरी संसारमा रोमल्लिरहेको हुन्छ। यो मानवले सबैभन्दा ठुलो अज्ञानताको काम गर्छन् हे दृढधन्वा भनेर वाल्मीकि महामुनि भन्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि भन्नुहुन्छ यदा चित्तम तदा तथा चित्तम धर्मोन्मुखम भवेत। भनिएको छ कि मानवको अब शुभ बेला, म धर्म गर्ने बेला आउँछ, शुभ बेला आउला 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 भनेर हामी पर्खिरहेका हुन्छौँ। यति कर्म गरिसकेर चाहिँ अनि यो कर्म गर्छु, शुभ बेला छैन अहिले भन्दै हामी सत्कर्म गर्न कति पर्खिरहेका हुन्छौँ नि सज्जन। तर त्यसो होइन। यहाँ वाल्मीकि महामुनि भन्नुहुन्छ यदि तपाईसँग सम्पत्ति छ, हैन, सम्पत्ति छ र तपाईका मनमा इच्छा पनि छ, दान पुण्य धर्म केही सत्कर्म गर्ने इच्छा छ र सत्पात्र पनि तपाईकोले भेट्नुभयो, सत्पात्र पनि भेट्नुभयो, मन पनि छ, धन पनि छ भने तपाईको शुभ बेला त्यही हो भन्ने कुरा विचार गर्नु होला।
किनकि शुभ बेला नआइकन सत्पात्र भेटिँदैन अरे क्या दान गर्नका लागि सज्जन। त्यसै कारणले धन पनि छ, मन पनि छ, सत्पात्र भेटियो भने त्यसैलाई शुभ समय बनाएर सत्कर्म निरन्तर रूपमा गरिरहनु पर्दछ। नभएदेखि सत्कर्म आउला, शुभ समय आउला र सत्कर्म गरौँला भन्दा भन्दै मानव जीवन त्यतिकै बितेर जान सक्छ, तर त्यो शुभ बेला नआउन सक्छ सज्जन। त्यसैले मानव जीवनको कुनै पनि भरोसा छैन भनेर यहाँ भन्नुहुन्छ। त्यसै कारणले गर्दा पुरुषोत्तम मास सबैभन्दा उत्तम मास हो। मानवले यो पुरुषोत्तम मासको उपासना गर्ने। पुरुषोत्तम स्वल्पचित्त वित्त साध्यो धर्म महान भवे दानम दानम कथायाम च विष्णु स्मरणमेव च। र पुरुषोत्तम महिनामा अलिकति मात्रै गरेको दान, अलिकति मात्रै गरेको धर्म पनि धेरै ठुलो पुण्य फल प्रदान गर्नेवाला हुन्छ। त्यसैले गर्दा भगवान विष्णुको स्मरण, पुरुषोत्तमको स्मरण, चिन्तन, मनन, भजन यो पुरुषोत्तम मासमा सबै मानवले गरून्, उनीहरूको सबै कल्याण भएर जान्छ भनेर बताउनुहुन्छ। मासेषु सर्वेषु तथैव साक्षान् मासत्तमोऽयं पुरुषोत्तमेहि। अरू महिनाहरूभन्दा, अरू व्रतभन्दा पुरुषोत्तम मासको व्रत सबैभन्दा उत्तम व्रत रहेको छ र यो कर्म सबैले कर्म गरौँ। कस्तो उदाहरण दिनुहुन्छ तथा भन्दा तथा हस्तिपदे लीनम सर्व प्राणीपदम भवे धर्म कलास तथा सर्वे विलीनम पुरुषोत्तमे। जसरी हात्तीले टेकेका पाइलामा सबै प्राणीका पाइला जसरी बिलाएर जान्छन् नि, साना हुन्छन् नि, त्यस्तै प्रकारले चाहिँ पुरुषोत्तम मासका व्रतका अगाडि, यसका पुण्यका अगाडि सबै पुण्यहरू विलय भएर जान्छन्। है, पुरुषोत्तम मासको जस्तो उत्तम पुण्य अन्य कुनै पनि उपासना गर्नाले, कुनै चिजको भक्ति पूजा आराधना गर्नाले मानवलाई प्राप्त गर्न सक्दैन। त्यसैले यो सबैभन्दा उत्तम कुरा हो पुरुषोत्तम मासको व्रत, पूजा आराधना, भक्ति मानवले सदा सर्वदा गरिरहन् भनेर बताउनुहुन्छ। पुरुषोत्तम मासस्य दैवतम पुरुषोत्तमं तस्मा सम्पूजयेत् भक्त्या श्रद्धया पुरुषोत्तमम्। त्यसैले पुरुषोत्तम महिनाका देवता भनेका भगवान पुरुषोत्तम श्रीकृष्ण हुनुहुन्छ। त्यसैले हर प्रकारले मानवले पुरुषोत्तम भगवानको पुरुषोत्तम महिनामा श्रद्धापूर्वक पूजा गरून्, आराधना गरून्, भक्ति गरून् र मानवले मनोवाञ्छालाई अवश्यमेव पूर्ण गरून् भनेर भगवान वाल्मीकि भन्नुहुन्छ। संसार सागरमतीव गम्भीर वेग मन्तस्थ मोह मदनाते तिमिङ्गिलौधम् उल्लङ्घ्य गन्तुमविवाञ्छति भारतेऽस्मिन् सम्पूजयेत् सदस पुरुषोत्तममादिदेवम्। भन्नुहुन्छ मनुष्यले काम क्रोध लोभ मोह मद मात्सर्य जस्ता ठुला चाहिँ यी नराम्रा कर्महरूबाट, यी गहिरो वेगवाला यो संसार रूपी सागरभित्र बसेका यी काम क्रोध, हाम्रा मनभित्र बसेका काम क्रोध आदि विकारहरूबाट पार भएर कसैले भगवत प्राप्ति गर्न चाहन्छ भने पुरुषोत्तम मासको महात्म्य भन्दा, पुरुषोत्तम भगवानको पूजा आराधना भन्दा अर्को कुनै उपाय छैन। र जसले काम क्रोध आदि विकारबाट पार भएर, संसारबाट पार भएर परमात्मा समक्ष पुग्न चाहन्छ भने उसका लागि भारतवर्षमा पुरुषोत्तमको उपासना बिना अर्को उपाय छैन। र भगवानको पुरुषोत्तमको उपासना गरोस् जसले संसारबाट पार पाउन चाहन्छ भनेर यसरी अत्यन्त उत्तम महात्म्यको कथा वर्णन गरेर सुनाउनुहुन्छ यो 20 अध्यायको कथामा सज्जन। र हामीहरूले पनि यो अत्यन्त सुन्दर तरिकाले यो 20 अध्यायको दिव्य पावन कथा प्रसङ्गलाई श्रवण गरिसकेका छौँ र अब 21 अध्याय आउँदैछ। बडा मिठा मिठा कथा प्रसङ्गहरू निरन्तर रूपमा हामी श्रवण गरिरहनेछौँ र यो आजको 20 अध्यायको कथा प्रसङ्ग यही पूर्ण हुन्छ र उनी पुरुषोत्तम भगवानका श्री चरणमा सतत वन्दना गर्दै मेरा वाणीलाई विश्राम दिन चाहन्छु। र सज्जन यो पिटी शान्तिराम नेपाल यो युट्युब च्यानलको माध्यमद्वारा हजुरहरूले निहालिरहनु भएको छ। यसलाई लाइक, सब्सक्राइब र शेयर गरेर सबै समक्ष पुर्याइदिएर पुण्यको भागी पनि बन्नुहुनेछ भन्दै मेरा वाणीलाई विश्राम दिन चाहन्छु। ओम पुरुषोत्तमाय नमो नमः।